हेलो एभ्रिवान, गुड मर्निङ। सो म चाहिँ हजुरहरूसँग केही कुरा सेयर गर्न आएको छु है। सो यहाँ हेर्नुहोस्, मेरो हातमा चाहिँ पैसा छ है। यो चाहिँ सेलेरी हो। हजुरहरूले सोच्नुहुन्छ होला फेसबुकबाट आयो भनेर, तर फेसबुकबाट चाहिँ आएको छैन। यो चाहिँ मैले काम गरेको सेलेरी पाएको साथीहरू है। सो यसले चाहिँ म के किन्न आँटेको छु साथीहरू, यसले चाहिँ म आइफोन बोक्ने चाहिँ ठुलो इच्छा छ हैन साथीहरू, पहिल्यैदेखिको। त्यो भएर चाहिँ म चाहिँ आइफोन किन्न जान आँटेको छु साथीहरू है। भनेर भन्नु पनि नमिल्ने होला है साथीहरू, के को आइफोन, महिना मर्नु बित्तिकै काका र काका तिर्नु पर्छ साथीहरू है। आइफोन किन्नेको त कुरै छोड्दिउँ। अब हेर्नुहोस्, यसरी छुट्याउनुपर्छ। यो भयो रासिन पानीको भन्नुपर्छ, यो भयो स्कुलको फी भन्नु पर्यो हो, अन्त यो भयो कता कता हिँड्दाखेरि बाँकी गाडीमा तेल लगाएर हिँडेको भन्दै हो, अन्त यो भयो घरको खर्चा भन्यो हो। अन्त साथीहरू महिना मर्यो मात्रै भन्नुपर्छ, पैसा हातमा मात्रै आउँछ कि यता छुटाउँदा उता छुटाउँदा, नानीको फी भन्दा उता रासिन पानीको भन्दा हो, हातमा त रहँदैन पो कसो पर्यो भने त साथीहरू हो। र मान्छेहरूले सोच्नुहुन्छ कि कति बेसी कमाएको छ यिनीहरूले भनेर, तर परदेशमा बस्नु साह्रो छ, सबै कुरा किनेर खानुपर्छ है साथीहरू। त्यसै कारण चाहिँ भगवान हामीलाई चाहिँ नसोच्नु होला कि पैसा कमाएको छ भनेर।